हजुर नाप्नुलाई चाहिँ अलिकति मिस्टेक गरिदिनु भएछ होइन। हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। इट्स मी जेनी सबै हाल फेरि पनि आइसक्यो हजुरको सामने न्यू भिडियो लिएर। साथीहरू हजुरमा चाहिँ तल गएर वेट गरिरहनु भएको छ, सो मैले चाहिँ निस्किनु पर्ने हुन्छ। केही दिनसम्म चाहिँ एकदम बिजी लाइफ चलिरहेको छ मेरो चाहिँ। सो साथीहरू म चाहिँ यहाँ पसलमा आइसकेको छु कार्पेट लिनको लागि होइन। यो कार्पेट मात्र होइन कि धेरै सामानहरू लिनुपर्ने छ, सबै राम्रो राम्रो सामानहरू छ यहाँ हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ नजिकै पनि छ। अनि यही हामीले कार्पेट लिने चाहिँ अस्ति चाहिँ फुपूहरूले लानुभएको छ, आज चाहिँ हाम्रो पालो भनेर हामी लिन आएको छौँ। हिसाब गर्दै हुनुहुन्छ के कति लाग्छ भनेर। को भिडियो बनाएको कि भिडियो कोही पनि होइन पटक्कै मैले चाहिँ भन्छ होइन। हामीले त्यस्तो खालको रेनी कलरको कार्पेट लिएर आएको थियो। यो चाहिँ मलाई मन पर्यो अरे साथीहरू। कस्तो राम्रो देखियो पहिलाको अहिले चाहिँ कार्पेट हालेपछि सोधे सोधे हुन्छ क्या साथीहरू। वा अनि हामीले चाहिँ साथीहरू यो रुममा चाहिँ यस्तो कार्पेट हालेको छ होइन। अनि अर्को रुम पनि भनिदिनुहोस् ल। अर्को रुममा चाहिँ यस्तो कार्पेट हालेको छ होइन। हामीले यस्तै लिएर आउने भन्ने सोचेको थियौँ कार्पेट चाहिँ, तर मलाई चाहिँ यस्तो खालको कार्पेट मन परेन अरे के। हाम्रो बुवा बुढाबुढी भए पनि मैले फुलबुट्टा टाइपको मनपर्छ क्या। फुलबुट्टा रङ्गी रङ्गी भएको चाहिँ मनपर्ने अरे। साथीहरू म तपाईँलाई फाइनल लुक देखाउनु दिन्छु होइन। गर्नुपर्ने हुन्छ साथीहरू। हाम्रो फाइनल लुक चाहिँ यस्तो भएको छ हेर्न सक्नुहुन्छ होइन। मिस्टेक भएछ भने यता चाहिँ अलिकति पुगेन छ क्या, नाप्नुलाई चाहिँ अलिकति मिस्टेक गरिदिनु भएछ होइन। अब हामीलाई त आउँदैन आउने, अब यो चिजमा चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ सोच्दैछौँ होइन। अब चाहिँ घर जानुपर्ने हुन्छ साथीहरू। कार्पेट मिलाउँदा मिलाउँदै दिन बनिसकेको रहेछ साथीहरू। वाह वेलकम कि म त्यो कागजलाई डल्लो बनाएर होइन। स्कुल पढेर आइसक्यो साथीहरू। आउँदै चियरमा नानी उफ्रिँदै उफ्रिँदै देखिसकिलो, देखेपछि त उफ्रिँदै आउँछ क्या साथीहरू। सिधै पसलमा कुद्ने हो क्या फेरि हेर्नु यहाँ। साथीहरू हाम्रो छोरीलाई स्कुलबाट धेरै सकेको छौँ, तर उल्टी बस्ने चाहिँ यहाँ हुन्छ साथीहरू। अगाडि हेर्नुहोस् न, स्कुल जाँदा पनि अगाडि नै बस्ने हो, आउँदाखेरि पनि अगाडि नै बस्ने हो। देखियो पछाडि पनि चलनै थिएन मिस्टेक। अब अगाडि बस्दा बस्दै सिक्थ्यो क्या साथीहरू। स्कुल त रोक्ने बित्तिकै चाबी बन्द गर्ने सानो हरन बजेको त टिप गर न, टिप गरेन देख्नु साथी। बरु मलाई थाहा छैन सब अगाडि अगाडि समातेर मजाले बस्थ्यो ऊ चाहिँ फेरि। यत्तिकै हाँसेको किन हाँसेको त हाँस्नु पनि पाउनुलाई उसको पर्मिसन लिएर मात्र हाँस्नुपर्छ क्या साथीहरू। के गर्नु गाह्रो छ। अब चाहिँ घर आइपुग्यो साथीहरू। साथीहरू हामी चाहिँ नानीलाई लिएर घर आइपुगिसक्यौँ। के अरे फुटाएको यो त हेर त जवाब होइन। हेर्नु न फुटाएको तरिका नि त। अन्डा उसिनिदिएको छ मलाई। कति काम बाँकी नै छ क्या साथीहरू हाम्रो चाहिँ। अब काम भन्दा पनि फर्स्ट प्रायोरिटी त छोरीलाई दिनु पऱ्यो नि त है ल। अब उसलाई खाजासाजा खुवाएर अनि उसलाई सुताएर फेरि त्यहाँ गएर अझ कार्पेटहरू लगेर अझै हाल्नुपर्ने छ। हामी चाहिँ के साथीहरू भित्रै बसिरहेको थियौँ कि अहिले चाहिँ त्यहाँ नानीहरू आइसक्नु भएको रहेछ भनेर हामी चाहिँ त्यहाँ जान लागेको छौँ होइन। अनि पानी पर्दा कस्तो धुम्म भएको छ भनेर त हेर्नु पानी पर्दा रहेछ थाहै थिएन भने। सामान चाहिँ आइसकेको छ साथीहरू यहाँ। हामी पनि आइसक्यौँ। सबै सामान ल्याउँदा सजिलो साथीहरू। यस्तो खाटहरू ल्याउनु चाहिँ अलिकति झ्याउका अलिकति गाह्रो हुने क्या।
म पनि गएर तल गएर के लिएर आउनु पर्ने हुन्छ साथीहरू। खुसी नै खुसी। तपाईँको कतिहरू पुत्रो अनि नाति चाहिँ किन आएको नि तल के आएको नाति रमिता कस्तो रमिता हो साथीहरू। म चाहिँ छोरी उठ्यो कि भनेर आएको होइन, उठिकन चाहिँ सुतिरहेको रहेछ तर बुबालाई भोक लाग्यो रहेछ। साथीहरू भोक लाग्यो उहाँको लागि चाहिँ दिउँसो ल्याएर अब दुध चिया के खानुहुन्छ त्यही बनाउँदैछु। जस्तो भर्खर उठेँ बाबा पनि आइपुग्नुभयो अनि मैले चाहिँ नानी बाबालाई छोडेर आएँ। यहाँ सामानहरू पनि मिलाउनु छ नि त, त्यही भएर मेरो चाहिँ यता उता गर्दाखेरि खुट्टा दुइसक्यो साथीहरू। तर सामानहरू पनि माथि माथि सार्नु छ होइन, सामानहरू त सबै सारिसक्नु भयो त्यस्तो मैले सार्नु परेन कि। सामान सार्नु नपरे तापनि अब त्यत्रो सामानहरू मिलाउनु परेन त। आमामा म कम भ्याउँछ। फेरि यो चप्पल पनि यस्तो रहेछ कि चिप्लेको गर्ने क्या फेरि। हेलो भन्ने साथीभाइहरू। अनि चप्पल पनि चिप्लिने हजुर। यस यस युट्युब च्यानल हो जेनिसा एन्ड प्रजल ब्लग है, जेनिसा एन्ड प्रजल ब्लग। भाइहरूले के साथीहरू उनीहरूले हेलो भनेको थियो नि, अनि उनीहरूले उनीहरूको भिडियो आउँछ भनेर चाहिँ उनीहरूले कुदु आएर तपाईँको युट्युब च्यानलको नाम के हो भनेर सोधेर गयो क्या। हँसाउँछन् भाइहरूले पनि। बाटो हेरेर हिँड्नुपर्ने हुन्छ। फेरि यो ब्लगको चक्करमा लाएर गाडीले हाल्यो भने त बर्बाद साथीहरू बर्बाद। सो त्यही हो घर चाहिँ साथीहरू। I'm so tired.